हेलो गुड मर्निङ अनि ब्रेकफास्ट बनाउँदैछु अहिले रोटी यहाँ रोटी मजाले फुल्दैछ अब रोटी खाने अनि पूजामा जानुपर्छ अझ छ्याके छ छ्याके भएर अझ काउँसो गर्ने हो त्यही भएर रोटी पकाउँदैछु रोटीसँगै अनि यहाँ चिया उम्लिसक्यो चिया त अनि यता पानी उम्लिँदैछ अनि यहाँ छ रोटी अहिले त रोटी छ खाप्चे छ अन्डा छ सिउँदो छ टन्नै छ खाने चिज धेरै छ हो धेरै यहाँ मेरो छेउमा अब यो लिएर जानुपर्छ माथि यहाँ कालो हुन लाग्यो हो ल त नानी रोटी खाम अनि पूजा गरौँ त अनि भेटौँ अब लन्च के हुन्छ हेरौँ नजाउँदा ख्याल ओइ त्यस्तैले हुस्सा हुन्छ चाहिँ सिमारेन ल पूजा सक्यो अब जाँदैछु लन्च खान लन्च झन् बिहान फोन गरेर अर्डर गरेको खाना बनाउनु है भनेर खाना खान जाँदैछु ल तपाईँहरू गेस गर्नु ल कसको घरमा जाँदै होला भनेर गेस गर्नु ल मजाले हिँड्ने अब खाना खानलाई आज घाम त मजाको रहेछ मौसम तर भित्र अलिक चिसो भयो मजाले हिँड्ने खाना खानलाई तपाईँहरू चाहिँ गेस गर्नु ल कसको घरमा होला भनेर यहाँदेखि जान्छु पछाडिदेखि अनि खाना खान्छु अनि फर्केर आउने घाम ताप्दै बस्ने भित्र अलि चिसो भयो भएर त्यस्तो घाम मजाले लागेछ अझै भित्र अलिक चिसो पो भयो किन हो थाहा भएन ल त खाना खाने त्यहाँ भेटौँ ल खाना खाने भेट कसको घरमा होला भने गेस गर्नु हो तपाईँहरू मजाले हिँड्ने खाना खानलाई यहाँदेखि चढ्दै हिँड्छु छिटो छिटो कमेन्ट गरेर म्यासेज गर्नु है कसको घर होला भनेर यस्तो छ गली गली हिँड्छु गली 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 पसेर हिँड्छु ल अब यहाँदेखि पनि गली पस्छ ल त यताको गली पस्छु म गली गली पस्छु गली गली इब्यो छैन क्या इबे ढोका खुल्दैछ छु आनन्द हुने रहेछ घाममा आउँदा त यहाँदेखि जान्छु ल तपाईँहरू गेस गरिरहनु कसो घर जान्छ भनेर म झन् यता पेम्बोको घर जाँदैछु सिङ्गैयामा फोन गरेको मैले बिहानै खाना बनाउनु है भनेर अब यता जाँदैछु मलाई पेम्बोको घर र इबी छेउछेउ घरमा झन् खासै अप्ठ्यारो लाग्दैन किन थाहा भएन त्यही भएर मैले यहाँ फोन गरेको खाना बनाउनुहोस् भनेर लाग्दैन आयो पेम्बोको घर दरबारमा खाना खान्छु म आज ओर्छे म खाला सिम्जो खाला तिम्रो डे थियो एकदम मिठो भयो थ्याङ्क यू रेमो
खाना एकदम मिठो भयो अनि see you next vlog